हातले होइन एउटाले ओन्ली वान तपाईँको हात त ठुलो छ त यार ओए फुटे साथीहरू फुट्यो है हेलो साथीहरू यहाँहरू सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु म सुभाष गदाल सधैँ म यहाँको माझमा अन्य कुराहरू बोल्थेँ अन्य कुराहरू उठाउँदै आइरहेको थिएँ आवाजहरू तर आज छुट्टै खालको यहाँको माझमा एउटा कन्टेन्ट लिएर आउन खोजिरहेको छु र आजको दिनदेखिबाट मैले सुरुवात गरेको छु एउटा रमाइलो खालको फ्यान्टास्टिक यहाँहरूलाई कति सक्छु भरपुर मनोरञ्जन दिने एउटा प्लेटफर्म यो सुभाष गदालको जुन युट्युब च्यानल प्लस फेसबुक आइडीबाट चाहिँ आउँछ यो र यहाँको लागि चाहिँ मैले आज एउटा गेम लिएर आएको छु र गेममा चाहिँ के छ भन्दाखेरि एक्सट्रिम इनर्जी ड्रिङ्क छ है मसँग दुईवटा एक्सट्रिम एनर्जी ड्रिङ्क छ यो इनर्जी ड्रिङ्क चाहिँ जसले एउटा हातले फोर्छ नि इनर्जी ड्रिङ्क र 100 रुपियाँ पैसा चाहिँ हामीले दिनेछौँ र कसले फुटाउन सक्छ हेरौँ है त अब हजुरहरू पनि हामीलाई छोडेर कतै पनि नजानु होला कसले फुटाउन सक्छ यसलाई जसले फुटाउन सक्यो त्यसले 100 रुपियाँ पनि पायो र एक्सट्रिम इनर्जी ड्रिङ्क पनि पायो है त तपाईँको घर चाहिँ कहाँ मेरो घर चाहिँ सुर्खेत मास्क खोल्दै बोलिदिनु न अनि काठमाडौँ नै हो बस है होइन ए काठमाडौँ के को सिलसिलामा आउनुभयो यहाँ चाहिँ मतलब बाहिरको देशको लागि बाहिर देशको लागि आउनुभयो अलि त आउँदा यतातिर गाडी हिँड्दैछन् बाहिर देशको कुन देशको लागि चाहिँ आउनुभयो एप्लाई गर्न हो एप्लाई गर्नु भिसा आइसकेको त होइन होइन ए तपाईँको नाम के भन्नुभयो मेरो विनोद कुमार के विनोद कुमार नेपाली विनोद कुमार नेपाली गाइज हामीसँग आज विनोद कुमार नेपाली हुनुहुन्छ घर चाहिँ सुर्खेत वैदेशिक रोजगारको लागि चाहिँ भिसा एप्लाई गर्न आउनुभएको रे आज हाम्रो पहिलो सहभागिता जो हामीसँग गेम खेल्दै हुनुहुन्छ सुर्खेती पाहुना काठमाडौँ आउनु भएको छ अब उहाँले चाहिँ कतिको गर्न सक्नुहुन्छ यो स्ट्रिम जुन इनर्जी ड्रिङ्क छ नि यसलाई चाहिँ तपाईँले के गर्नु पर्यो भने एउटा हातले होइन एउटा हातले तपाईँले दुईवटा हात युज गर्न पाइएन एउटा हातले यहाँ बिचबाट होइन जस्तै यसरी अट्ठाएर यसलाई फुटाउनु पर्यो यो फुटाउनु भयो भने तपाईँले अर्को एक्सट्रिम इनर्जी ड्रिङ्क पनि पाउनुहुन्छ र 100 रुपियाँ पैसा पनि पाउनुहुन्छ ट्राई गर्नुहुन्छ ल किन होला हजुर सकिन्न होला ल एकचोटि ट्राई गर्नु नि त ल सकिन्न कि मेरो औलाले हुन्न यो औला काटिया छ नि दबाउन मिल्दैन ए दोब्राउनु मिल्दैन भनेपछि गेम नखेल्ने उहाँको साथीहरू कोही खेल्ने इच्छुक हुनुहुन्छ भने आउनुहोस् है नखेल्ने भने सक्नुहुन्न ल साथीहरू उहाँले सक्नु भएन है उहाँको औँला दुख्या छ अरे म अब अन्ततिर जान्छु है त एक्सक्युज मी हजुर सर समय छ एकैछिन गेम खेलौँ न एउटा आउनुहोस् गेम खेलामा आउनुहोस् ल यता आउनुहोस् यता ल यहाँ दुईजना दिदीबहिनीहरू हुनुहुन्छ म उहाँहरूसँग चाहिँ गेम खेल्छु है साथीहरू मैले चाहिँ यो इनर्जी ड्रिङ्क लिएर आएको छु है अहिले त आउनु त तपाईँको नाम चाहिँ के मनिषा तामाङ घर चाहिँ कता हजुरको गोर्खा ए घर चाहिँ गोर्खा हो अनि यहाँ काठमाडौँमै बसाइ हो कि अन्त कतै बसाइ यतै हजुरहरूलाई एउटा गेम खेलाउँदै आइरहेको छु यो दुईवटा हामीसँग इनर्जी ड्रिङ्क छ होइन यो इनर्जी ड्रिङ्क चाहिँ मैले हजुरलाई दिन्छु होइन एउटा हातले मात्रै यसलाई यताबाट उक्काउन पाइएन माथिबाट यहाँ बिचबाटै अब यसरी अट्ठाएर चाहिँ हजुरले यसलाई फोर्नु पर्यो यदि यो हजुरले फोर्नु भयो भने यो अर्को स्ट्रिम इनर्जी ड्रिङ्क पनि पाउनुहुन्छ र यो 100 रुपियाँ पनि पाउनुहुन्छ है त ल ट्राई गर्नुहुन्छ एउटा हातले मात्र दुईवटा हात युज गर्न पाइएन है ल गाइस उहाँले चाहिँ ट्राई गर्न लाग्नु भएको छ हेरौँ है त फोर्नु चाहिँ फोर्नु है त है माथि चलाउनु पाएन बिचमा ल है होइन माथि गर्नै पाइएन यसरी मात्रै है यसरी अट्ठाएर यता बिचमा हो त्यसरी अट्ठाएर ल अटाउनु ल बल गर्दै हुनुहुन्छ है गाइज उहाँले है ल नरनदेखिको बल लाउनुहोस् खाएको बल ल दुईवटा हात लाउनु पाइन्न है ल उहाँले फोर्नुहुन्छ त गाइज ल प्रेस जारी छ उहाँको हो ल त उहाँले सक्नु भएन उहाँको साथी हुनुहुन्छ तपाईँको नाम चाहिँ के अरे शान्ति तामाङ ल शान्ति तामाङजीले चाहिँ प्रयास गर्दै हुनुहुन्छ है त ल उहाँले सक्नुहुन्छ त ल हेरौँ है त ल ट्राई गर्नु ल अलि बल्लाउनुहोस् ओहो अझै नरनदेखिको बल अझै छैन सक्नुहुन्न ल साथीहरू उहाँहरू दुवैजनाले सक्नु भएन अर्को एकजना को हुनुहुन्छ त यता देखिरहेको छु मैले हाम्रो दाइलाई देखिरहेको छु दाइ नमस्कार हजुरको शुभ नाम सरोज लामा हो ए हजुरले पठाउ गर्नुहुन्छ ए घर चाहिँ कता दाइको मेरो यता काठमाडौँ हो हेलमेट खोला सक्नुहुन्छ घर कता भन्नुभयो काठमाडौँ हो काठमाडौँ नै हो कुन ठाउँ नि यता काभ्रेस्थली ए काभ्रेस्थली बस्नुहुन्छ काभ्रेस्थली कहाँनिर पिपलबाट भन्दा माथि हो ए भनेपछि मेरो छिमेकी हुनुहुँदो रहेछ है गाइज ल हाम्रो दाइ अब यतातिर इन्टरभ्यू गर्दा अहिले ठ्याक्कै बिजिमलको अगाडिसम्म आउनु भएको छ अब फेरि अब टिप लिएर कता भाग्नुपर्छ होइन दाइ यतै छ दाइ आज हामीले एउटा गेम लिएर आइरहेको छौँ यो गेम चाहिँ कस्तो छ भन्दाखेरि यो जुन इनर्जी ड्रिङ्क छ नि यो हजुरले दुईवटा हात लगाउनु पाउनु हुँदैन एउटा हातले हजुरले यसरी चाहिँ अट्ठाएर यसलाई फोर्नु पर्ने हुन्छ होइन यदि हजुरले यसलाई फोर्न सक्नुभयो भने हजुरले अर्को यो इनर्जी ड्रिङ्क र 100 रुपियाँ पाउनुहुन्छ ट्राई गर्नुहुन्छ ल ट्राई गरौँ बिना पैसामा हो
हजुरले पैसा दिनु पर्दैन यो फोड्नु भयो भने हजुरले यो दुइटा यो पनि पाउनुहुन्छ दुइटै अठाउनु यसरी समातेर हो हो ल है त गाई दाइले ट्राई गर्दै हुनुहुन्छ है ल फोड्नु भयो भने त फेरि यो दाइलाई है फेरि ल ल ल ल ल ट्राई 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 गर्नु दाइ अलि बल्लाउनु ल ल ल दाइले ट्राई हान्नुहुन्छ अलि बल्लाउनु दाइ अलि बल्लाउनु सकिएन पार पुगेन दाइ अर्को हातले पुग्छ कि एकचोटि ट्राई गर्नु त अठाउनु 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 ल ल ल ल ल दाइको हात कामिरहेछ गाइस अब के गर्नु यस्तै छ सकिएन ल ल धेरै धेरै धन्यवाद छ ल दाइले ट्राई गर्नुभयो यतातिर भाइ आउनु भएको छ ट्राई गर्छु भन्दा यता आउनु त हजुरको नाम चाहिँ के सुदीप घटी मगर सुदीप घटी मगर घर चाहिँ कता हो हाम्रो डाङ घोराई डाङगोराई होइन ए डाङतिर त मेरो साथीहरू थुप्रै छ नि त टिका सानोको गाउँतिर होइन हजुर हजुर ए ठिक छ ठिक छ अनि सुदीप चाहिँ यहाँ के को लागि आउनु भएको वैदेशिक रोजगारको वैदेशिक रोजगार हजुर भर्खर भिसा लाउन कि विदेश जानको लागि अब विदेश जानको लागि विदेश जाने ए अब भिसा आइसक्यो आइसक्यो कहिले उड्ने अब कति 15 तारिकमा छ 15 तारिक भनेपछि आज कति तारिक पर्छ आज 6 तारिक हो ए 6 तारिक हो मलाई त 4 तारिक भनिदिइरहेको छ ल सुदीप भाइको 16 तारिकको 16 तारिक होइन हजुर दाइ फोर्दिमा 16 तारिकको फ्लाइट रहेछ ल के गर्नु हाम्रो वैदेशिक रोजगारमा नगइकन हाम्रो नेपालमा रोजगारहरू छैन अब चाहिँ बालन सरकार आएको छ केही हुन्छ भन्ने आशा छ दाइ छ बालन सरकारलाई के भन्नुहुन्छ बान सरकारलाई राम्रो गर्नु भ्रष्टाचारको भाडा हान्नु त्यही हो अस्ति जसरी रोडमा हान्यो नि त्यसरी नै होइन अब चाहिँ तपाईँहरू विदेशमा गए पनि फर्केर आउँदाखेरि चाहिँ नेपालमै रोजगार गर्न पाइयो छैन त ओके ल गाई जब मैले भाइलाई चाहिँ यो बोतल दिँदैछु भाइले फोड्नु चाहिँ फोड्नु न हेर है त ल ट्राई गर्नुहोस् फोड्नु भयो भने दुइटा तपाईँलाई है त्यो पनि तपाईँलाई सबै तपाईँलाई अठाउनु बल्लाउनुहोस् नरामदेखिको ल है ट्राई ट्राई हान्दै हुनुहुन्छ है ल है ल है गाइस भाइले फोड्नु होला जस्तो छ है सकिए लाग्दछ सकेन दाइ सकिएन सकेन गाह्रो छ गाह्रो भयो ल धेरै धेरै धन्यवाद धन्यवाद दाइ अरू कोही हुनुहुन्छ गेम खेल्ने कोही हुनुहुन्छ ल आउनुहोस् है त खेल्नुहुन्छ हजुरहरू यति धेरै जमात हुनुहुन्छ यतातिर कोही हुनुहुन्छ भने आउनुहोस् है तिमी ल आऊ हजुरले हजुरको नाम चाहिँ के अरे विष्णु विष्णु घर चाहिँ कता कैलाली कैली भन्थ्यौँ हामीले सानोमा है अनि हजुर चाहिँ यहाँ काठमाडौँ नै बसाइ कि आज यतै हो कुन ठाउँ बस्नुहुन्छ यही शेषमा त्यो के गर्नुहुन्छ नि पठाउ गर्दै बस्ने मस्त छ ओहो पठाउ है अहिले जे भयो भने बाइक भएर लाइसेन्स भयो भने त पठाउले रोजगार दिएको छ नि होइन अनि टिप पुऱ्याइसक्नु भयो आजलाई पुग्यो आजलाई है अब आज दिनभरि थाक्नु भयो होला पठाउ गरेर होइन अब यो ट्याक्कै यो फोड्ने अनि यो 100 रुपियाँ अनि यो तपाईँको इनर्जी ड्रिङ्क पनि खाने है त ट्राई गर्नुहुन्छ ल है त गाइज हाम्रो साथीले गर्छु भन्नुभएको छ ल उहाँले दिँदैछु है त म ल ट्राई गर्नुहोस् ल है त ल फोड्नुहुन्छ क्या उहाँले नरामदेखिको बल्ल आउनुहोस् है त ल साह्रो रहेछ ए ल है त हुन्छ गेम काट्दै सजिलो हुन्छ र होइन इनाम पाउनको लागि ल एकदम जोड गर्दै हुनुहुन्छ है उहाँले ल अर्को हातले अब राइट ह्यान्डले सकेन अब लेफ्ट ह्यान्डले है त ल ल है म एकदम एक्साइटेड छु है गाइस सबैजनाले हुटिङ दिनु भने सक्नुहुन्छ कि ल त सकिन्न सक्नु भएन ल धेरै धेरै धन्यवाद हजुरलाई हामीलाई फलो गर्ने हाम्रो एकजना भाग्यशाली दर्शकलाई चाहिँ हामी एकदमै बम्पर उपहारका साथमा केही दिनमै आउनेछौँ त्यसैले फलो गर्न चाहिँ नबिर्सनु होला है गाइस अरू कोही हुनुहुन्छ खेल्ने ल हजुरलाई धेरै धेरै धन्यवाद यताबाट आन्टीहरू आउँदै हुनुहुन्छ म उहाँहरूसँग चाहिँ अलिकति उस गर्छु है त ल दिदी नमस्ते नमस्ते हजुरसँग समय छ यता आउनुहोस् त एकैछिन एउटा गेम खेलौँ रमाइलो गरौँ न तिम्रो नाम चाहिँ के मेरो नाम मनिका मगर मनिका मगर दिदी हुनुहुन्छ घर चाहिँ कता हजुरको मेरो घर नेपालगञ्ज अनि यता बसाइ यतै हो कि यही हो ए गङ्गो पनि हो ए अनि के गर्नुहुन्छ नि दिदीले यता
केही गर्दिनँ बस्ने हो यो हो र ल दिदीलाई एकदमै धेरै धेरै शुभकामना छ ल यो बत्तल चाहिँ दिदी हजुरले एक हातले फोड्नुपर्ने हुन्छ होइन कसरी एउटा हातले यसरी समातेर अँठाएर फोड्नुपर्छ कहाँ सकिन्छ त यसरी हजुरले फोड्न सक्नुभयो भने हजुरलाई यो इनर्जी ड्रिङ्क पनि हजुरलाई यो पनि हजुरलाई यो 100 रुपियाँ पनि हजुरलाई नफुटाल्ने यतातिर आउनु भएको छ हाम्रो दाइ ल दिदी धेरै धन्यवाद है ल थ्याङ्क यू वेलकम ल हाम्रो दाइ हुनुहुन्छ दाइको नाम के मेरो नाम रमेश खड्का रमेश खड्का दाइ घर चाहिँ कता मेरो मोरङ मोरङ हजुर अनि यता बसाइ काठमाडौँ नै हो बसाइ यतै हो अनि भन्नाले यही पेट्रोल पम्पमा काम गर्नुहुन्छ क्या होइन यहाँ काउन्टरमा बिजी मल छेउमा ए बिजी मल छेउमा हजुर, बसको काउन्टरमा हो बस। कहाँको बस हो नि दाइ पूर्व काँकरभिट्टा धरान विराटनगर ए भनेपछि त्यता पूर्वतिर जानु पर्यो नि दाइलाई सम्झि हुन्छ होइन सम्झिँदाखेरि ल ल ल एकदमै है त हजुर ल आज हाम्रो दाइ आउनु भएको छ दाइले काउन्टरमा काम गर्नु हुँदो रहेछ धरन धरकुटा भेरेटार सोल्टिनी जिउ लाइ हेलो माया जाल होइन त दाइ हजुर ल अब माया जाल पछि लाउँदै गर ल अहिले चाहिँ बत्तल फोड्नेतिर लागौँ है त ल हाम्रो दाइले इनर्जी ड्रिङ्कको यो बत्तल चाहिँ फोड्छु भन्नुभएको छ एउटा हातले अँठाएर यसरी हजुरले फोड्नु भयो भने यो पनि हजुरलाई यो 100 रुपियाँ नि हजुरलाई यो स्टिम ड्रिङ्क यो सबै हजुरलाई है त यो सबै हजुरलाई ल पैसा पनि ल ल है त ल है ल हाम्रो पलमान दाइ हुनुहुन्छ है त ल है के गर्यो अहिले दुईटा हातले पाइँदैन एउटाले मात्रै दाइ हान्नु अझै नरमदेखिको पावर ल ल अझै पाटै पार्नु पर्यो ल दाइले सक्नु भएन दाइ यता आउनु त यता के भन्न चाहनुहुन्छ हाम्रो दर्शक श्रोतालाई हजुरलाई धेरै धेरै धन्यवाद यो गरेको स्क्रिम खानु पाइएन त्यही नै बिछुक लाग्यो है ल धेरै धेरै धन्यवाद दाइ काउन्टरमा बिजी हुनुहुन्थ्यो होला आइदिनु भयो हजुरलाई धेरै धन्यवाद है त ल हजुरले फोड्ने हो हजुरको नाम चाहिँ के मेरो आशिष स्याङतान आशिष स्यान्ताङ सर हुनुहुन्छ घर चाहिँ कता हजुरको मेरो बौद्ध ए बौद्ध घर अनि यता के गर्नुहुन्छ म यता यहाँ काम छ अफिसमा ए अफिसमा काम भएको हुनाले यता आउनु भएको ल हाम्रो सरले चाहिँ ट्राई हान्छु भन्नुभएको छ नरमदेखिको बल लाएर यसलाई पट्टा नरमदेखिको बल लाएर यसलाई पट्टा पारिदिनुहोस् यो सबै लैजानुहोस् तपाईँले है त ल च्यालेन्ज चाहिँ एक्सेप्ट गरौँ ओके सर ल ल ल ट्राई गर्नुहोस् ल यसरी मिल्यो ए एउटा मात्रै हातले दुइटाले पाइएन ल रमाइलो भइरहेछ साथीहरू आज गेम खेलाउँदैछु मैले है ल है त ल है ल सबैले ल फुट्ला जस्तो छ है गाइस फुट्ला जस्तो छ ल उहाँलाई चाहिँ अलिकति हौसला दिमै सबैजनाले हौसला दिमै यहाँ समाउनु पायो नारीमा समात्नु ल है ल आधी फुटो ल सकिँदो रहेछ के भन्न चाहनुहुन्छ नसकिने रहेछ भन्न चाहन्छु जस रमाइलो भयो नि होइन रमाइलो भयो। ल धेरै धेरै धन्यवाद खेलमा सहभागिता भइदिनु भयो है त आँट हिम्मत कसैको छ ए उहाँको ओके ल हाम्रो दाइ हुनुहुन्छ एकदमै दाइ नमस्ते है त हजुरको नाम चाहिँ हाम्रो सन्तोष के सन्तोष बिका दाइ हुनुहुन्छ कहाँबाट सुर्खेतदेखि बसाइ यता कि सुर्खेततिर यतै अनि बसाइ त यतै हनुमान ढोका ए हनुमान ढोका अनि हनुमान ढोकातिर के गर्नुहुन्छ दाइले बा म हिमाली जडीबुटी बेच्छु ए हिमाली जडीबुटी ए यासा गुम्बा पावरफुल दनादन ओके ल एकदमै रमाइलो दाइ हुन्छ गाइज अब दाइले नियमहरू त थापिसक्नु भएको छ होइन कसैलाई साथीहरू कसैलाई तपाईँहरूलाई त्यस्तो केही समस्या छ भने होइन ग्यास्ट्रिकदेखि लिएर केही यासा गुम्बा भनेपछि सबैजनालाई याद भइहाल्यो होला दाइसँग आउनु होला अनि यो इनर्जी ड्रिङ्क भन्दा त खतरा है फेरि यासा गुम्बा ल अब चाहिँ दाइले यो यासा गुम्बाको पावर दाइले कति कति आउनुहुन्छ हेरौँ है त गाइज ल दाइले मैले दिएँ है ल सुरु गरौँ किनकि यासा गुम्बा खाएर बलियो हुनुहुन्छ अलि त आउँदा त्यहाँ बाटो जाम भनेर कराउनुहुन्छ तल पनि समात्न मिल्यो तलतिर हो त्यसरी मजाले बल लगाउनुहोस् यासा गुम्बाको पावरै साथीहरू यासा गुम्बा कहाँ आउनु हो त्यस्तो पुरा उल्टो जस्तो हुन्छ ऊ समाज जस्तो हुन्छ र गाइस के हो भनेको है ओरिजिनल खानु
हुन्छ कस्टमरलाई पनि के दिनुहुन्छ होला भन्न खोजेँ कि यहीँबाट पुग्नु हुन्छ होला। दाइ साँच्चै हो त होइन यो मोटो यो के साइज मिलेन क्या यो साइज मिलेन अरे यस्तो यस्तो गरेर औँला दाइको छोटो भयो यो बोतल चाहिँ मोटो भयो गुम्बाले हात लाग्दैन क्या भयो त सक्नु भएन सक्दिनँ। कस्तो लाग्यो फेल त यो मेला राम्रो आइडिया यो अलिक खतरनाक माने मैले खतरनाक मान्नुभयो यो आइडिया दोस्रो आइडिया ए सक्नु भनेपछि एकदम हार खानुभयो हार खाइयो साथी ल दाइ दाइले नसके पनि दाइ सय 800 चाहिँ किन्नु होला है साथीहरूको यता बस पार्कतिर यतातिर भेट्नु भयो भने हनुमान ढोका बस्नु त रहेछ अब चाहिँ अरू कोही हुनुहुन्छ म सक्छु भने धेरै गीत लिइसकेको छ अब जो पछि आउँछ उसले चाहिँ सक्छ है त फोड्नलाई ल यता दाइले फोड्ने आँट गर्नुहोस् है आँट गर्नुहोस् आँट ए दाइले ल दाइ नमस्कार दाइ नमस्कार हजुरको नाम चाहिँ मेरो सन्तोष गजमेर सन्तोष गजमेर दाइ हुनुहुन्छ घर कता मेरो सुनसर धरान हो। ए धरन धरन धनकुटा भेरेटार सोल्टिनी जिउ लाइहालौ माया जाल भन्नुहुन्थ्यो सोल्टिनी भाइ दाइ भन्नुभयो भन्न पाइएन होइन ल गाइज अब हाम्रो दाइ चाहिँ अनि यता बसाइ कता दाइको मेरो यता टोखा हो हजुर हजुर म टोखामा बस्छु पेसाले चाहिँ ड्राइभर हो ल है त तपाईँहरूको गाडी त्यतिकै थन्किरहेको छ ड्राइभर पाउनु भएको छैन भने हाम्रो दाइलाई तुरुन्त सम्पर्क गर्नु अथवा हामीलाई चाहिँ सम्पर्क गर्नु दाइलाई भनिदिन्छौँ हामी है त ल हुन्छ दाइ हुन्छ ओके ओके ल मेरो गाडी अलरेडी छ ए ओके म चाहिँ अहिले लिभमा हो कि छुट्टीमा हो ए ओके ओके ल अब अरू कुरा छोडौँ साथीहरू ल दाइले यो बोतल फोड्छु भन्नुभएको छ दाइले यो बोतल फोड्नुहुन्छ र यो सबै दाइले लानुहुन्छ भन्ने चाहिँ म एकदमै ढुक्का छु है त गाइस ल दाइलाई मैले बोतल दिएँ है ल ट्राई 3 2 1 गो दाइ ल पठाउनु पर्यो यसरी अठाएर दाइ माथि तान्न पाइएन दुईटा हात युज गर्न पाइएन एउटा हातले बाट्टा फोड्नुहोस् यो सबै लैजानुहोस् नङ पनि घुसाउनु मिल्यो त्यसमा है आज धरमतिरको दाइ दिदीहरू एकदमै भेटिनु भएको छ होइन अब धरनको पावर है धरनको पावर कतिको छ हेरौँ एउटा दुईटा तिनटा हाल्नु ल ल ल हान्नुहोस् दाइ हान्नुहोस् नरमदेखिको पावर ओहो भाइको पनि बेच्नु ल है दाइको पावर एकदमै बवाल छ स्ट्रिङ घुमाए जसरी यसलाई चाहिँ घुमाइराख्नु भएको छ स्टियरिङ मोडा जस्तो नमारिँदो रहेछ नहुँदो रहेछ त्यस्तो अलिक ए ठिक छ सकिएन दाइ ओहो आफ्नो एनर्जी अलिक पुगेन जस्तो लाग्यो दाइ दाइ यस्तो गुम्बा खानु पऱ्यो क्या होइन त्यस्तो थ्याङ्क यू यतातिर हाम्रो दाइ उताबाट ठिङ्ग उभिनु भएको छ उहाँले फुटाउन सक्नुहुन्छ कि जस्तो लागिरहेको छ मलाई हेरौँ है त लेट्स सी दाइ नमस्ते म चाहिँ हजुरलाई ताकेर आएँ आराम हुनुहुन्छ आराम हजुर के हो कपडा पसल हजुरको शुभ नाम विक्रम सापकोटा अलि बाहिर आउनु त भित्र लाइट नपुग्ला नाम के भन्नुभयो विक्रम सापकोटा विक्रम सापकोटा हजुर। घर चाहिँ कता हजुरको घर काभ्रे प्लान्चोक काभ्रे प्लान्चोक हजुर। हिजो मात्रै म काभ्रे प्लान्चोक गराएको दाइ कहाँनिर जानुभयो हामी धुली खेल हुँदै उता गयो तपाईँको यो के भन्छ अरे काँक्रे भन्नेसम्म पुगेर आयो काँक्रे हजुर अनि यो व्यवसाय गर्नुभयो कति भयो यो भयो 5 वर्ष 5 वर्ष भयो अनि अहिले सहज छ दाइ व्यापार गर्नको लागि व्यापार ठिकै छ ठिकै छ राम्रै छ ठिकै छ सन्तुष्ट हुनुहुन्छ है अनि अहिले जुन नयाँ सरकार आएको छ यसलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुर यो एकदम राम्रो छ सरकार राम्रो छ राम्रो काम गरिरहेछ एकदम राम्रो 100 मा कति मार्क दिनुहुन्छ हजुर 100 मा कति मार्क दिनुहुन्छ यो 100 मा 100 100 नै ओ माई गड भनेपछि बालन सरकारले बवाल काम गराइछ त गाइस यसरी बुझौँ हामी ल दाइ आज चाहिँ म यहाँ आएको छु हजुरको पसलसम्म किन भन्दाखेरि यो एउटा गेम खेल्नको लागि रेडी हुन्छ खेल्नको लागि है अब यो बोतललाई एउटा हातले चाहे जसरी हुन्छ हजुरले फोड्नु पर्यो यदि यो फोड्नु भयो भने हजुरले दिनभरिको थकाइ मेट्नको लागि यो दुईटै ड्रिङ्क हजुरले पाउनुभयो त्यो सँगसँगै 100 रुपियाँ पनि पाउनुहुन्छ ल है त दाइले ट्राई गर्दै हुनुहुन्छ गाइस ल है ल ल कहाँ फुट्छ ल है त ल है ल है ल है अब दाइले फुटाउँदै हुनुहुन्छ है त दाइले फुटाउनुहुन्छ म यो छोडेर जान्छु भन्ने म ढुक्का छु एकछिनमा हेर्दिनँ दाइ ल फुटाउनुहोस् कसरी फुटाउनुहुन्छ फुटाउनुहोस् नरमदेखिको पावर लगाउँदै हुन्छ दाइले गुन्द्रुक ढिँडो पावर 24 आवर होइन भन्दै अब दाइले गुन्द्रुक ढिँडो खानु नखाएर हो कि फुट्दैन कहाँ फुट्छ फुट्दो रहन्छ हजुरले ट्राई हान्ने त भन्न सजिलो गर्न गाह्रो भने यही हो नि होइन सिकाउनु कस्तो सजिलो छ है फुट्दैन दाइ हारानु हो ल हजुरलाई यो गेम खेल्दा कस्तो लाग्यो रमाइलो रमाइलो लाग्यो जस्ट माइन्ड फ्रेस भयो होला नि होइन माइन्ड फ्रेस पुरै ल हाम्रो दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ कोही सक्नुहुन्छ आएर फुटाल्नु दर्शक श्रोतालाई नै आएर फुटाउनु भन्ने तपाईँहरू जतिले हेर्दै हुनुहुन्छ तपाईँहरू पनि पढ्न सक्नुहुन्छ हेलो एक्सक्युज मी हजुरसँग समय छ एकैछिन एउटा गेम खेलौँ न रमाइलो है ल अलि त आउनुहोस् त यहाँ बाटोमा छ क्या ल गाइज साथीहरू चाहिँ आउनु भएको छ हजुरको घर चाहिँ कता मेरो रौतहट रौतहट हजुर ओहो रौतहटमा के भन्ने थियो नि एउटा भिटेनको गीत भेटेनको चन्द्रनिका रमाइलो गीत थियो नि होइन रमाइलो। एकदमै चर्चित गीत पनि हो अब त्यतै रौतहटतिरकै साथीहरू हुनुहुँदैछ गाइस अब हामीले हजुरको नाम चाहिँ के भन्नुभयो मेरो सलिम सलिप के एमडी सलिम आलम ए
एमडी सलिप आलप है उहाँको नाम यस्तो दामी नाम छ। अब उहाँले चाहिँ यहाँ काठमाडौँमा चाहिँ के को लागि आउनुभयो हजुर? म यता घुम्नलाई आएको पहिलोचोटि आएको छु घुम्नलाई आएको ए घुम्नलाई कहाँ कहाँ घुम्नुभयो? होइन अहिले त भर्खरै यहीँ ओर्लिरहेको छु भर्खर हजुर कस्तो भाग्यमानी यहाँ तपाईँ एकदम भाग्यमानी हुँदा काठमाडौँ भर्खरै आएको आज मात्रै काठमाडौँ पालि टेकेको पुरा अब हामीसँग जम्का भेट भएको होइन त ल ठिक छ। अब हजुर चाहिँ भागेर लिएर आउनुभयो घुम्न सबैले गर्लफ्रेन्ड लिएर आउँछन् उहाँले साथी लिएर आउनुहुन्छ गर्लफ्रेन्ड छैनन् छैन कि बिहे भइसक्यो छैन छैन त्यो गर्लफ्रेन्ड नबनाउने सिधै सिधै बिहे गर्ने सिधै ल है त जस जेनुन हुनु रहेछ उहाँले लभ नगर्ने र सिधै बिहे गर्ने है त गाइस ल। अब हामी चाहिँ गेमतिर लागौँ है त। हजुरले के गर्नुपर्छ भने यो एउटा बोतल चाहे जसरी सुकै फुटाउनुहोस् यहाँ माथिबाट चाहिँ खोल्न पाइएन बाँकी चाहिँ तपाईँले अठाएर जसरी फुटाए पनि फुटाउनुहोस्। यो बोतल हजुरले फुटाउनु भयो भने यो 100 रुपियाँ पनि पाउनुभयो। यो इनर्जी ड्रिङ्क यो एनर्जी सबै तपाईँलाई यो यहाँ मेरो हातमा चल्छ नि सबै तपाईँलाई ल हुन्छ ल ल है त उहाँले ट्राई हान्दै हुनुहुन्छ है त ल होइन दुईवटा हातले होइन एउटाले ओन्ली वान तपाईँको हात त ठुलो छ त यार ओए फुटे साथीहरू फुट्यो ल है उहाँले चाहिँ उहाँको औँलाई सिराइदिनु भयो उहाँको औँला हेर्दै मलाई फुटाउनुहुन्छ जस्तो लागिरहेको थियो। अब सिद्धियो गेम चाहिँ उहाँले फुटाउन सक्नु भएको छ है गाइस अहिलेसम्म कसैले फुटाउन सक्नु भएको थिएन। ल भयो अब नउठाउनुहोस् यो एनर्जी ड्रिङ्क खानुहोस् हजुरले उहाँले एक सर्टमै पट्टै पारिदिनु भयो है त गाइस। आजको गेम चाहिँ एकदमै रमाइलो भयो। अब हजुरलाई चाहिँ कस्तो लाग्यो यो गेम? रमाइलो लाग्यो खेलेर एकदम राम्रो लाग्यो। अलि त आउनुहोस् त हजुर लास्टै बोल्यो यार के खानुहुन्छ हजुरले? के खान्न दाल भात खान्छु दाल भात खानुहुन्छ? दाल भातको पावर गुन्द्रुक ढिँडो पावर 24 आवर भन्दा मैले भनेको थिएँ त्यही भयो। यो काठमाडौँमा बस्ने मान्छेले कसैले सक्नु भएन रौतहटबाट आएको व्यक्तिले चाहिँ सक्नुभयो भनेपछि उहाँले गुन्द्रुक ढिँडोको पावर देखाइदिनु भयो गाइस। वान सर्ट गेम फिनिस पारिदिनु भयो। हामीलाई हेरेर बसिरहनु भएको दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ? रमाइलो लाग्यो गेम खेलेर है अनि काठमाडौँ आउने बित्तिकै यस्तो तपाईँ पुरस्कार पनि पाइहाल्नु भयो होइन? अब तपाईँ एकदम भाग्यमानी हुँदो रहेछ खुसी हुनुहुन्छ नि? एकदम खुसी लाग्यो एकदम खुसी लाग्यो। अनि हामीलाई हाम्रो दर्शकहरूलाई हाम्रो गेममा चाहिँ अब आबद्ध हुनको लागि चाहिँ अनि अब हामी चाहिँ बम्पर उपहार पनि लिएर आउँदैछौँ होइन? तर त्यसको लागि चाहिँ सुभाष गदाल जुन फेसबुक आइडी छ यसलाई चाहिँ फलो गर्नको लागि चाहिँ के सुझाव दिनुहुन्छ? फलो गर्नु एकदमै गेम खेल्नु फलो गर्नु होइन रमाइलो हो मान्छे पनि रमाइलो हुन्छ होइन भन्न चाहन्छु। गाइस उहाँले जितिसक्नु भएको छ। अब मैले यो पनि उहाँलाई हस्तान्तरण गर्न जाँदैछु ल यो हजुरलाई होइन यो पैसा पनि हजुरलाई ल उहाँले जितिसक्नुभयो। आजको लक्की व्यक्ति हुनुहुन्न रौतहटबाट ल यहाँ काठमाडौँको बस एकदमै शुभ रहोस् राम्रोसँग घुमघाम गरेर जानु होला। पशुपतिनाथले तपाईँको सधैँ रक्षा गरून् है त ल अहिले छुट्यो है त ल। साथीहरू पक्कै पनि आज मैले एउटा रमाइलो गेम लिएर आएको थिएँ बोतल फुटाउने इनर्जी ड्रिङ्कको र इनर्जी ड्रिङ्कको बोतल धेरैजनाले ट्राई गर्नुभयो तर धेरैले सक्नु भएन यो क्यान चाहिँ। तर उहाँले चाहिँ एक सर्टमै फुटाइदिनु भयो र उहाँले पुरस्कार पनि जितिसक्नु भएको छ। हामीसँग यस्तै गेम खेलेर हजुरहरूले बम्पर उपहारहरू जित्नको लागि चाहिँ हाम्रो सुभाष गदाल फेसबुक आइडीलाई चाहिँ हजुरले फलो गर्नुपर्ने हुन्छ। त्यसै गरी हामी आएर हजुरको सामुन्ने हजुरलाई भेट्दाखेरि चाहिँ फलो गरेको देख्यौँ भने बम्पर उपहार केही दिनमा लिएर आउँदैछौँ। त्यसैले त्यो बम्पर उपहारको लागि चाहिँ सुभाष गदाल सर्च गरेर फलो गरिहाल्नुहोस्। त्यसै गरी यस्तै रमाइलो भिडियोहरू पनि हेर्दै गर्नु होला भन्दै आजको विजेता साथीलाई बधाई अर्पण गर्दै जतिले पनि कोसिस गर्नुभयो उहाँलाई धेरै धन्यवाद। त्यसै गरी हजुरहरूले जतिले पनि हामीलाई हेरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई पनि धेरै धन्यवाद। हामीलाई यसरी नै सधैँभरि साथ दिनु होला। त्यसै गरी क्यामेरा पर्सनमा रहनुहुने मेरो एकदमै प्यारो मित्र गगर्नालाई पनि धेरै धन्यवाद दिँदै म भने आजलाई छुट्टिन्छु है।